घरमा नि जस्तो झै झगडा हुनुमा, किनभने तपाईँहरूको घरमा चाहिँ सबैभन्दा बढी झगडा हुनुपर्ने हो हाम्रो समाजको त्यो परिदृश्य हेर्दाखेरि, तर त्यही तपाईँहरूकै घरमा मेलमिलाप मैले देखिरहेको छु कि फरक यो देखिरहेको छु। हाम्रो घरमा जति मेलमिलाप छ नि त्यो सायद एउटै बुढी बिहा गरेको घरमा मेलमिलाप छैन। मेरो घरमा छोराबारीको पनि झगडा छैन, आमाहरूको पनि झगडा छैन। जस्तै छोराहरू बस्न त सबै अलग अलगै बस्छन्, बसे पनि दुईवटा छोरा चाहिँ कारोबार अलग छ। यो जेठो छोरा चाहिँ अमेरिका छ। छोराहरूप्रति घरमा उनीहरूले हुन्छ नि कसैको जस्तै हाम्रो झगडा गर्न देखेपछि तेरो आमाले यस्तो गरिरहेको छ, तेरो बाले यस्तो गरिरहेको छ भन्ने वातावरण हुँदो रहेछ। तर हाम्रो झगडा भन्ने कुरो छैन है। झगडा भन्ने कुरा बिल्कुल अहिलेसम्म सोद्धा पनि हुन्छ। कुनै यो यहाँ हजुरले सोध्नुभयो र म यसो कुनै चर्चामा आउनलाई यस्तो कुनै गर्नलाई मैले यो गफ लगाए पनि होइन। सायद मेरो घरमा जाने, मेरो घरमा बुझ्ने मान्छेलाई सोद्धा पनि हुन्छ होइन। तपाईँलाई कतिपय कुराहरू जिस्केर भन्दा पनि उनीहरूले ठट्टा नै सोध्छन्। त्यही भएर मलाई ठट्टा गर्ने मान्छे भन्छन्। त्यही भएर घरमा त्यो मेरो घरमा झगडा भन्ने छैन। यदि केही त्यस्तो काम केही भयो भनेपछि हामी सबै परिवार बसेर किन यस्तो भयो त, केमा नियम भयो। अब जस्तै कान्छा छोरालाई केही भन्नु छ भने चाहिँ आमाले थाहा पाए हुन्छ अथवा मैले थाहा पाए हुन्छ, हामी सबै बस्नु त्यो कुरा त्यहाँनिर हुन्छ नि। त्यो भएर हामीहरू जस्तै छोराहरू पनि बिहान 8 बजे उठ्यो भने ट्रान्सपोर्टमा जान्छन्, अनि म पनि अब बिहान 7 बजे उठ्यो भने ट्रान्सपोर्ट गइहाल्छु। अनि के चाहियो यो चाहियो गएर लगिदियो, अनि के खाने यो खाने त्यो लगिदियो। अनि लगिदिएपछि नपकाउने कुरा पनि भएन होइन। अनि झगडा अब मलाई समयमा खाना दिइन भन्ने झगडा हुने हो। अब लगिदिएपछि पकाइदिएकै हुन्छ, समयमै खाना हुन्छ होइन। मिठो माया छ, माया एकदम। अहिले चाहिँ यति वातावरण जस्तै मलाई के लाग्छ भने भरिपूर्ण आफ्नो ठाउँमा रह्यो। म जस्तो खुसी र म जस्तो आनन्द कसैलाई छैन होला जस्तो लाग्छ मलाई एक्लै भए बेला। म यस्तो फिल गर्छु आफूले। जस्तै कतिपयले दुईजना झगडा भएर कस्तो ललबिला भएको छन्, कति गाली गरिरहेका छन्, कति मिडियाहरूमा आउँछन्, दुईजना मात्रै भागा। उसले एउटै बुढी बिहा गरेको थियो, किन यस्तो गरे होला भन्ने लाग्छ।